गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो छोराको प्री बर्थडे फोटोसुट गर्न रेडी गर्दैछौँ बुढाबुढी मिलेर। अहिले चाहिँ हाम्रो यो रुमलाई चाहिँ एउटा सानो डेकोरेसन गर्ने ट्राई गर्दैछौँ। त्यसले सबै सामानहरू बाहिर निकालेर अनि रेडी गर्न आँटेको। अब यहाँ मेरो बुढाले चाहिँ पुरै यहाँ सरसफाइ गर्दैछ, यताउति सफाइ गरेर। अनि अब हेरौँ कस्तो आउँछ होइन। अब सिम्पलवाला धेरै यस्तो झिलमिल नगर्ने थोरै थोरै बलुनहरू राखेर मात्र गर्ने ट्राई गर्दैछौँ। अब लेट्सी रिजल्ट कस्तो आउँछ हेर्नुपर्ने हुन्छ। त्यो मजाले सफा गर्दैछ है छोराको लागि। बलुन फुक्ने प्रोग्राम भइरहेछ, बलुन चाहिँ त्यसको ड्याडीले फुक्दैछ। अब एकछिन यहाँ डेकोरेसन गरेपछि बिफोर आफ्टर हुन्छ है। यस्तो भयो है गाइज हाम्रो त्यो डेकोरेसन सिम्पलवाला। यति यहाँ रेडी हुँदैछ है फोटो सेसनको लागि। यहाँ अब हामी पनि रेडी हुन्छौँ। उसको गिफ्ट रेडी छ है। भिडियो बनाउने हो एकछिन म गरिदिन्छु। यहाँ चाहिँ हाम्रो छोरा सोच्नुको लागि उसको फुपूले एउटा गिफ्ट पठाइदिनु भएको थियो, सानो एउटा क्युटवाला गाडी होइन। त्यसलाई त्यो देखाएको थिएन। अनि उसको अब यो फर्स्ट रियाक्सन कस्तो हुन्छ भनेर हामीले ट्राई गरेर गाडीलाई चाहिँ यस्तो मजाले छोपेर राखेको थियो। अनि त्यहाँ छोडिदिएको थियो सिधै उसले जस एकदम खुसी भइरहेको थियो, रमाइरहेको थियो। अनि जस रमाइलो भयो, गाडी देखेर एकदम खुसी भए। गाडीभित्र पस्ने भनेर नमानेर, गाडीबाट निस्किँदा नमानेर बल्ल 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 निकालेको फर्स्ट दिन त। त्यो बच्चाहरूलाई सुरुमा अब जे चिज पनि नयाँ चिजहरू फेरि मनपर्ने, अनि फेरि एक दुई दिनपछि फेरि उनीहरूले फेरि अर्को नयाँ चिज खोज्ने रहेछ क्या बच्चाहरूले चाहिँ। त्यसो भए त्यसको बर्थडे चाहिँ स्पेसल बनाइदिने कोसिस गरेको थियौँ हामीले। उसको फर्स्ट बर्थडे हेरौँ कस्तो हुन्छ। अब उसको त्यो फोटोसुट सुरु हुन्छ। अब यो यहाँबाट त्यसको फोटोसुट सुरु हुन्छ। हेर्दै जाऊँ। थ्याङ्क यू, ह्याप्पी बर्थडे छोरा वान्स अगेन। अब के अरे रिल चाहिँ अब यसलाई होइन यहाँ राख्छु। के कहिले गर्ने के अलिक त कुना राख्नुपर्ने गाडीलाई। भित्र 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 जानु खोजेको। जानु खोजेको हेर्नु नि त्यहाँ जानु। अलि उता राख्नु गाडीलाई। हाम्रो सोच्नुलाई त गाडी लास्ट मन परेछ है। बेल लगाइदियो दामी दिएछ ब्याकग्राउन्ड पनि है। खुसी भएको एउटा चाहिँ हाम्रो सोच्नेलाई त गाडी लास्ट मन परेछ है। बेल लगाइदियो। अब यसले सब बटनहरू सबै दिएर
पापा Oh, bye. गुदाउरे गुदाउरे Bye बाई बाई के Bye bye. बाई बाई के खाँदैछु त गरिस् Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. May God bless you. Amma. आमालाई Apa. Yummy. त्यो चाख्नु पाएन चाख्यो भने फेरि दिन्छ च्याप्पै हाल्दै के गरौँ भयो त्यसलाई च्याप च्याप भयो क्या ल समय त्यहाँ के छ अब के गर्छ अरे बिरे गर्नु पर्दैन हो त्यो Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. May God bless you. Amma. आमालाई Apa. Ham गर ham. Yummy. चाख्नु पाएन ले त्यो चाख्नु पाएन चाख्यो भने फेरि दिन्छ त्यसले नहाने हाम गर्दिन च्याप्पै हाल्दै हाम गर्दिन हाम त्यो स्वादै भन्दैले नि के रहेछ यो भनेर मैं फर्स्ट टाइम के हाथी चक्लेट खानु हुँदैन अब हेर न मेरो छोरोको हालत केक म्यास गरेको आमामा वाट इज दिस म्यान यता हेर्नु त आमामामामा हेलो अब भोलि पार्टी ल भोलि तिम्रो बर्थडे पार्टी आमामामा ओइ सबै खायो अनि यो त डिएस अस्ति सगर अब कसरी बोल्ने उते यसलाई डिएसएल भन्नु मिल्दैन नि ए एसएलमा त हो क्या डिएसएल भनेको चाहिँ एक्स्ट्रा लेस पनि जोड्नु मिलाएको सबै डिएसएल भन्नु जोड्नु एउटा प्रब्लम हुँदैन नि त हामी त यहाँनिर प्लान्टै थिएन पार्टी डरसँग आउँछ हेलो यसले त गलाइदिन्छ अरे यस्तो गर्छ है गाह्रो हुन्छ हामी त्यहाँ तर माथि त कति मान्छे बिस्तारै लाइट पो आइदिएर
안시다 째건 Mời Hằng. trong này nó trong hello Con gì bị gỡ? Ăn bán à? Bán sẽ bán ra vậy đi sau bạn. birthday boy 서젠 서젠 meow hello भनेको video 이거 삼성. 삼은 암이에요, 삼은 암이에요. 이름 삼성. thôi thôi như lên rồi ôi 왜? về xin nó यसलाई हतार भइसक्यो भयो राति नकोर्दैन हुन्छ ल बाँधिन तलको नि भाल्नु अगाडि अगाडि तलको नि बाँधिन तलको बाँध्नु है Happy birthday to you. Birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Birthday to you. Happy birthday, Jason. Happy birthday, happy birthday, happy birthday, Jason. Jason. Ooh, yeah.
देख्छन् र भाइले काट ल दुईजनाले हात काट ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु भाइलाई खुवाइदियो अब ल भाइलाई खुवाइदियो हो सक्यो ल Dejen. Happy birthday. Agak pun. Mari. Tera.
हेलो अब हाम्रो छोराको बर्थडे पार्टी पनि सकिन लाग्यो अनि सबैजनालाई धेरै धेरै धन्यवाद मेरो छोराको बर्थडेलाई स्पेसल बनाइदिनु भयो जस बर्थडे पार्टी रमाइलो भयो सानो अनि छोटो मिठो भयो है अनि खानेकुराहरू एकदम मिठो बनाइदिनु भयो अनि थ्याङ्क यू सिलौरा रेस्टुरेन्टलाई पनि अनि गीतहरू पनि एकदम राम्रो लगाइदिनु भएको थियो एकदम गुड भाइब आइरहेको थियो सबैबाट अनि तपाईँहरू अहिलेसम्म हेरिदिनु भएको सम्पूर्ण मेरो दर्शकबिनहरूलाई पनि धेरै धेरै धन्यवाद यसरी नै माया गरिराखिदिनु होला अनि सबैलाई धेरै धेरै धन्यवाद फेरि पनि अनि मेरो छोरालाई वान्स अगेन ह्याप्पी बर्थडे टु यु छोजेन बाई बाई अब फेरि हामी अर्को भिडियोमा भेटौँला त्यतिन्जेलको लागि सबैजना हेल्दी रहनु खुसी रहनु सुखी रहनु बी ह्याप्पी बाई बाई सी यु सुन इन नेक्स्ट ब्लग अनि थ्याङ्क यू सो मच वान्स अगेन सबैजनालाई